फाइनली सो गाइस सबैलाई नमस्कार फेरि पनि स्वागत छ बिर्गजीमा भ्लगमा तपाईँहरू सामुजिमा उपस्थित भएको छु र आजको जस्तै मौसम चाहिँ कस्तो भने यहाँको एकदम तातो न तातो छ हैन तर जमिनै फ्ल्याट फुट्ला जस्तो गर्मी भइरहेछ हैन त्यही भएर म चाहिँ तपाईँहरू सामु भिडियो गरेर उपस्थित भएको छु भिडियो कस्तो लाग्छ तपाईँले यस्तो मन परे लाइक कमेन्ट शेयर गरेर सब्स्क्राइब पनि गर्न नभुल्नु भन्न चाहन्छु र म चाहिँ अहिले धेरै समयपछि चाहिँ तपाईँहरू सामु भ्लग भएर उपस्थित भएको छु कस्तो लाग्छ तपाईँले मन परिदिन्छ होला भने चाहिँ मेरो मलाई आशा छ र तपाईँहरूले नि भ्लग हेर्नुहुन्छ जसरी हेर्नुहुन्छ होला भन्ने चाहिँ मलाई आशा छ र आजको दिनमा चाहिँ कस्तो छ भने अब धेरै गर्मीहरू बढिरहेको छ र गर्मी बढेको कारणले नि यस्तो तातो छ कि अनि त्यही भएर म चाहिँ यहाँ यता हिँड्दै बाहिर निस्केको छु र नेपाली मार्केटतिर जाँदैछु नेपाली मार्केटमा चाहिँ कस्तो हुन्छ त भन्ने आज चाहिँ सब्जीहरू किन्नलाई चाहिँ म जाँदैछु नेपाली मार्केटमा कतिको मान्छेहरू भेटिन्छ भन्ने विषयमा हेर्दैछु र यहाँ चाहिँ रहेछ जैतुन है यहाँ चाहिँ जैतुन यस्तो दामीसँग फलेको रहेछ है त्यही भएर नि जैतुन फलेको है यस्तो छ यहाँ सुन्तलाहरू जस्तै 12 महिना नै सुन्तलाहरू फल्छ यहाँ चाहिँ हैन त्यही भएर म यस्तो तपाईँहरू सामु भिडियो बोकेर आइरहेको छु हेर्दै गर्नु होला यहाँ सुन्तलाको बोर्ड यस्तो छ है फाइनली म चाहिँ नेपाली मार्केटमा आइसकेको छु र नेपाली मार्केटमा चाहिँ आज केही सामानहरू लान्छु भनेर चाहिँ आएको छु के लाने हो म हेर्दैछु हैन यतातिर तपाईँहरू सामु चाहिँ म नेपाली मार्केटमा चाहिँ के कुराहरू पाइन्छ के कुरा पाइँदैन भन्ने विषयमा तपाईँहरू सामु चाहिँ भिडियो गरेर उपस्थित भएको छु र तर यहाँ चाहिँ के चिजहरू छ हेर्नु त हेर्दै गर्नु ल यहाँ रहेछ बनाना है यहाँ नेपाली अदुवा है लसुन है यस्तै तर यो पनि पाउनेछ होइन लसुन यो पनि के अरे यो चाहिँ लसुन होइन कौली अनि आलु होइन अनि टमाटो पनि पाउनेछ अनि मासु नि यहाँ टन्नै रहेछ फेरि आमा यो सबै खसीको मासु है अनि प्याजहरू यस्तै टन्नै रहेछ सब्जी पसल चाहिँ यस्तो रहेछ है ओहो यो चाहिँ लौका है लौका चाहिँ यस्तो रहेछ बापरे बा होइन मकै पनि रहेछ यार हाम्रो गाउँमा मकै फलेको छैन है यहाँ त मकै नै सिसेछ त यार मकै है अनि यहाँ रहेछ धनिया सनिया सब व्यवस्था रहेछ है सबक नेपाली मार्केट माछा साछा होइन मासु सासु सबै यहीँ व्यवस्था अनि यहाँ सबै दालचिनीहरू खोर्सानीहरू चनाहरू है ओहो हो बाबा रे बा यस्तो रहेछ त के छ सब सम्झाउनुहुन्छ गर्मी कस्तो भइरहेछ कति डिग्री छ गर्मी पनि हामी त गुड गरेरै बिर्सेछु के हो यार गर्मीमा है अनि यता चाहिँ सर्लक्क चिसो रहेछ चिसो नै खानुपर्ने अवस्था देखिरहेछ सर्लक्क ल्याएर चिसो खानु पऱ्यो चिसो चाहिँ खानु पऱ्यो यो सेतो टाइगर चाहिँ फेभरेट है ल फेभरेट हो तर यसमा चाहिँ अलिकति यस्तो छ टाइगर अनि यस्तो छ टाइगर यो फेभरेट है नेपाली यो चाहिँ नेपाली के भन्छ यो नेपाली रेड बोल होइन नेपाली रेड बोल है खानु न एउटा गर्मीमा खानुपर्छ खानुहोस् खानुहोस् कि खानु न यार कस्तो सोल्टिनी लजाएर बस्छ यार खाउ न कस्तो लजाएको के ल म त टाइगर खान्छु होइन नेपाली पसलमा सबै चिजहरू पाइन्छ होइन आज भ्लग नबनाएको धेरै भयो क्या धेरै समय लाग्यो त्यही आज फेरि भ्लग हाल्छु भनेर यस्तो गर्मीमा चाहिँ म बाहिरतिर निस्केको छु सर्लक्क लगाएर होइन यस्तो छ अनि यहाँ चाहिँ सर्लक्क टाइगर यस्तो छ होइन टाइगर खाएर चाहिँ सबै चिजहरू चाहिँ पाइँदो रहेछ चाहिँ सर्लक्क लगाएर व्यवहार कति हुन्छ हजुर राम्रै हुन्छ नि पहिलाभन्दा चल्छ कि चल्छ गर्मी त मान्छे खासै आउँदैन है बेला बेला चाहिँ फ्राइडे चाहिँ फेरि बिजी हुन्छ है धेरै राम्रो छ जे होस् अब हामी सबै नेपाली नै छ क्या धेरै नेपालीहरू हुनुहुन्छ है त्यही भएर पुरा सबै चिज पाइन्छ जे होस् फ्राइडे चाहिँ धेरै बिजी हुनुहुन्छ उहाँ चाहिँ सौभा हुनुहुन्छ इराक कुर्दिस्तान नेपाली मार्केटको सौभा नेपाली सिमी अनि यो के भन्छ चिप्ले भेन्डै के हो यो अनि तिते करेला दामी रहेछ भेन्टी
यो चाहिँ अङ्कवा एयरबिलको अङ्कवामा यो चाहिँ सोरु नेपाली पसल सब्जी मार्केट रहेछ। यो चाहिँ म चाहिँ फेरि अर्को मार्केटमा आएको छु। यहाँ चाहिँ के सामानहरू पाउँछ पाउँदैन भनेर हेर्दैछु मार्केटमा। ठुलो मार्केट है, यहाँको ठुलो मार्केट होइन। मार्केटमा आइसकेको छु र यहाँ सामान के रहेछ यस्तो हेर्दैछु है त। आएर नरुनु है प्रियतम पुराना घाउ सम्झेर जीवनले छुटे पनि मन छोड्दैन कहिले साँचो माया गर्नेहरू धाउँदैनन् कहिले अन्तिमको रस मायाले धेरै दुःख दियो आँसु मात्रै दियो मनभित्रको खुसी सबै बिस्तारै लडेर तर पनि तिम्रो नाम मुटुभरि सजाए मार्केट चाहिँ हाम्रो साथीहरूले यो खोज्थे भाँडा बाँध्नुलाई, यो पनि यहाँ पाइने रहेछ। यस्तो रहेछ यो बोकेको 2 प्याकेट आज चाहिँ ढेँडो खाने प्लानमा। हेर मोहन भाइ आज है टक्क छुट्टीको दिन टक्क होइन रातो स्कुटी लिएर चाहिँ होइन हिरो तालमा आउनु भएको छ होइन। कोठो चाहिँ कहाँ छ भाइको? कोठो चाहिँ कहाँ छ त? कोठा कोठा कहाँ पुऱ्याइहाल्छ चाहिँ? ए छुट्टी कसो हो त? हाम्रो मोहन भाइ है गाडी आएछ राम्रोसँग गर्नु। ल ल ल भाइ ल। उहाँ चाहिँ मोहन भाइ मास्टर साहब हुनुहुन्छ, तर इराकमा अहिले जे होस् बसी बसाइ लामो समयदेखि नै उहाँसँग चिनजान भएर बसिरहेको हुन्छु। त्यही भएर यो चाहिँ अङ्कवाको माथि चाहिँ साइडमा चाहिँ नेपाली पसल छ भने यहाँ चाहिँ बङ्गाली पसल छ यहाँ चाहिँ होइन। फेरि सबै सामानहरू भनेको यो अफ्रिकाको सामानहरू राख्ने छ। बङ्गाली मार्केट चाहिँ अङ्कवा बङ्गाली मार्केट। साइड यस्तो छ, दामी फुल रहेछ है। जाडो के अरे गर्मी महिना पनि यार यस्तो छ दामी फुल है। यो चाहिँ त्यहाँ चाहिँ नेपाली रेस्टुरेन्ट छ, नेपाली रेस्टुरेन्ट। मार्केट गएर चाहिँ हामी फर्किसकेको छु। यस्तो छ यहाँको एरिया चाहिँ। फाइनली हामी चाहिँ मार्केट पुगेर फेरि घर फर्किएको अवस्था छु र तपाईँहरूले भिडियो हेर्दै गर्नु होला। धेरै समयपछि म भ्लग गएर उपस्थित भएको थिएँ। कस्तो छ आजको भ्लग तपाईँहरूले पक्कै पनि मन पराउँछ भन्ने मलाई आशा छ भन्दै आजलाई यो म घर आइसकेको छु। घर यहीँ हो, बस्ने घर चाहिँ यो हो। फेरि पनि के समयपछि चाहिँ तपाईँहरू सामु चाहिँ म भ्लग गएर उपस्थित हुनेछु भन्दै आजलाई भ्लग